एसी चाहिँ अहिले लगाएर राख्ने अवस्था अर्को बियर खान्न भने रम पायो यो खान्न बियर भन्ने मन लाग्यो है अब बियर खानु बियर उठ्छ रक्सीहरू राख्नु रक्सी कतिसम्म पाइन्छ 2 बेग पाइयो है 2 बेग पाइयो 2 बेग रक्सी 1 बोतल बियर पाइहाल्यो योला नदिला फेरि मलाई काफी छ है फेरि भने फेरि भयो भने जे भयो भने 2 बेग खाने Happy Racing Day. Happy Racing Day. Happy Racing Day. Happy Rising Day. तल पनि हो भाइ लिँदै हो
भनेको गर्न गइरहेका छौँ। त्यसले गर्दाखेरि हामी सबैजना भित्र आएर हाम्रो औपचारिक कार्यक्रमलाई साथ र सहयोग दिएर यो कार्यक्रमलाई सफल पार्नको लागि हार्दिक अनुरोध गर्दै अब हाम्रो यो आजको अहमद खेल परिवारको जुन 211औं स्थापना दिवस फर्स्ट थर्ड गोर्खा राइफल यानि कि हामीलाई जेठी पल्टन भनेर चिनिने यस पल्टनको कार्यक्रमलाई औपचारिकता दिनको लागि म यसै फर्स्ट थर्ड गोर्खा राइफल चितौन तथा नवलपुर पूर्व सैनिक बहाल परिवारका सचिव सुबेदार खिल बहादुर साहबलाई यो कार्यक्रम छिटोभन्दा छिटो चलाइदिनको लागि हार्दिक अनुरोध गर्दछु। हस्, धन्यवाद। न्यू वर्धमान अध्यक्ष साहबज्यूलाई धन्यवाद। अब म जय महाकाली भन्छु। तपाईहरुले आया गोर्खाली भनेर एकपल्ट हाम्रो गोर्खालीको शानको लागि उज्जवल र एकदम आजको कार्यक्रमलाई अति रमणीय बनाउनको लागि म सम्पूर्ण महानुभावहरुसँग अनुरोध गर्दछु। जय महाकाली, जय महाकाली, जय महाकाली। धन्यवाद। सेनाको जेठी तथा बहादुर पल्टनको नामले परिचित फर्स्ट गोर्खा राइफल्सको 211औं स्थापना दिवसमा पाल्नुहुने सम्पूर्ण माननीय व्यक्तित्वहरू, अफिसर साइवान, जेसिओ साइवान, एनसिओ तथा पल्टनका वीर योद्धा बहादुर जवानहरू लगायत मेम साहबहरू,
दिदी बहिनी तथा नानी बाबुहरूमा म कार्यक्रम सञ्चालक फर्स्ट इयर पूर्व तथा पहाडवा सैनिक परिवार चितवन नवलपुरका सचिव सुबेदार खिलबहादुर गुरुङको व्यक्तिगत तथा सम्पूर्ण अमरखेत परिवारको तर्फबाट पल्टनको 211औं स्थापना दिवसको हार्दिक अभिवादन टक्राउन चाहन्छु। अबको केही समय म यस औपचारिक कार्यक्रमको उद्घोषकको भूमिकामा रहेर काम गर्नेछु। कार्यक्रम सञ्चालनको क्रममा केही त्रुटि हुन गएमा हजुरहरूप्रति क्षमा प्रार्थी चाहन्छु। आज हामी हाम्रो गौरवशाली इतिहास बोकेको जेठी पल्टन अमरखेत परिवारको 211औं स्थापना दिवस पारेर पानारोमा पार्टी प्लेसको हलमा भेटघाट भई एक आपसमा भलाकुसारी साथै पुनर्मिलन कार्यक्रमको आयोजना गरिरहेका छौँ। तसर्थ अब म ढिला नगरी यस पुनर्मिलन तथा प्रीतिभोज कार्यक्रमलाई औपचारिकतातर्फ लैजान चाहन्छु। सर्वप्रथम कार्यक्रममा आसन ग्रहणको सन्दर्भलाई अगाडि बढाउन चाहन्छु। साथै प्रमुख अतिथि, विशिष्ट अतिथि, सभापति र अतिथिज्यूहरूलाई खाता र प्याज लगाइदिनु हुन म यसै संस्थाका सदस्य सीता थापाज्यू, पुष्पक गुरुङज्यू, शान्ति गुरुङज्यू र लाई यस मञ्चमा आमन्त्रित गर्न चाहन्छु। फर्स्ट इयरको पुरानो स्टाफ नम्बर 523856 हलदार श्री सिंहबहादुर गुरुङ साहबलाई प्रमुख अतिथिको रूपमा आसन ग्रहण र खाता र प्याज लगाउनलाई मञ्चमा आमन्त्रित गर्न चाहन्छु। विशिष्ट अतिथिको रूपमा हामीले भारतको डिस्ट्रिक्ट सोल्जर बोर्ड सेक्रेटरी हनरी क्याप्टेन रामबहादुर रोका साहबलाई निमन्त्रणा गरेको थियो। तर रामबहादुर रोका साहब आफ्नो घरको समस्याले गर्दाखेरि 2 दिनको छुट्टी जानु भएको छ। त्यस कारणले गर्दाखेरि रामबहादुर रोका साहब यहाँ उपस्थित हुन भएन। हामीले फेरि पनि साहबलाई विशिष्ट अतिथिको रूपमा सम्झेका छौँ। हनरी क्याप्टेन रामबहादुर रोका साहब लगाउनको लागि मञ्चमा आमन्त्रित गर्न चाहन्छु। सुक्खा श्री के बहादुर गुरुङ साहबज्यू, यसै गरी सैनिक पल्टन थर्ड इयरबाट हाम्रो निम्तोलाई स्वीकारेर आउनुभएको अध्यक्ष हलदार हनरी क्याप्टेन श्री सन्तबहादुर दाहाल साहबज्यूलाई मञ्चमा निमन्त्रणा गर्न चाहन्छु। यसै गरी काइली पल्टन फोर्थ इयरबाट आउनुभएको हनरी क्याप्टेन श्री दिलबहादुर थापा साहबज्यूलाई मञ्चमा आमन्त्रित गर्न चाहन्छु। हाम्रो कान्छी पल्टन फ्याक्टर इयरबाट आउनुभएको अध्यक्ष सुन्दर मेजर श्री राजकुमार साहबज्यूलाई मञ्चमा आमन्त्रित गर्न चाहन्छु। पूर्व अध्यक्ष तथा सल्लाहकार साथीहरू हनरी क्याप्टेन भीमबहादुर साहबज्यूलाई मञ्चमा आमन्त्रित गर्न चाहन्छु। हनरी क्याप्टेन भीमबहादुर गुरुङ साहब, यसै गरी निवर्तमान अध्यक्ष सुगर मेजर एन्ड हनरी क्याप्टेन सुगर मेजर नारायण साहबज्यूलाई मञ्चमा आमन्त्रित गर्न चाहन्छु। हाम्रो अतिथि सुक्खा दिलबहादुर गुरुङ साहबलाई आसन गर्नको लागि मञ्चमा आई खाता र प्याज लगाउन आमन्त्रित गर्न चाहन्छु।
अनुरोध गर्न चाहन्छु। साथै हाम्रो हलदार पूर्वबहादुर गुरुङ सरलाई बेसमा आई खाता हलदार पूर्वबहादुर गुरुङ सर हलदार पूर्वबहादुर गुरुङ सर हलदार विजयमान गुरुङ सर हलदार विजयमान गुरुङ सर विजय गुरुङ सर काउसतीबाट आउनुभएको सुखदार मणिलाल समय सर हलदार पदमगञ्ज सर सुखदार धनबहादुर थापा सर सुखदार धनबहादुर थापा सर हलदार ए बहादुर थापा मगर साहब हलदार ए बहादुर थापा मगर साहब हलदार ए बहादुर थापा साहब हलदार ए बहादुर थापा साहब र हाम्रो सुखदार श्री प्रसाद साहबको छोरी आशा गुरुङ ज्यू सुखदार श्री प्रसाद गुरुङ साहबको छोरी आशा गुरुङ ज्यू त्यसै गरी हलदार जीतबहादुर पुन सर हलदार भक्तबहादुर पुन सर हलदार एम बहादुर काउडा साहबको मेन सर काउडा 282 हलदार एम बहादुर काउडा साहबको मेन सर सुखदार मेजर केशव बहादुर थापा मगर साहब सुखदार मेजर केशव बहादुर थापा मगर साहब साथै सुखदार मेजर केशव थापा साहबको मेन सर शान्ता थापा साहब मेन सर नेत्रबहादुर श्रेष्ठ साहबको मेन सर सुबेदार नरदोज थापा सुबेदार नरदोज थापा साहबको मेन सर सुबेदार नरदोज साहबको मेन सर
गुरुङ साहबज्यू, उपसभापति सुविधा श्री हिन्दबहादुर गुरुङ साहबज्यू, साथै सातको मेन साहब हवलदार मिनिगाजी गुरुङ, सहसचिव भल्लाल मिनिगाजी गुरुङ, कोषाध्यक्ष क्याप्टेन टेकबहादुर थापा, कोषाध्यक्ष क्याप्टेन टेकबहादुर थापा, सह-कोषाध्यक्ष क्याप्टेन धनबहादुर थापा, सह-कोषाध्यक्ष अनरी क्याप्टेन धनबहादुर थापा, हवलदार उजिर थापा, हवलदार उजिर थापा, हवलदार टुमर थापा, हवलदार गणेश आले साहब, हवलदार गणेश आले साहब, हवलदार पूर्णबहादुर राणा साहब, हवलदार पूर्णबहादुर राणा साहब, नाम अलिकति थाहा भएन हाम्रो हल्दार जिरमान राणा साहबको सम्झिनेज्यू, हाम्रो हल्दार जिरमान राणा साहबको सम्झिनेज्यूलाई पनि मञ्चमा आए खाता ग्रहण गरिदिनु हुन अनुरोध गर्न चाहन्छु। र सीता थापाज्यू, अनि साथै पुष्पा गुरुङ, आफ्नो आफ्नो स्थानबाट उठि राष्ट्रिय गान गाउनको लागि सम्पूर्ण महानुभावहरूलाई अनुरोध गर्न चाहन्छु। पछाडिको साहबहरू त्यो खाजावाला साहबहरू एकछिन ब्रेक गरिदिनु पर्यो। हाम्रो एउटा गौरवशालीमय राष्ट्रिय गान र पठन हिस्ट्री अब सुरु हुनेछ। तपाईहरू खाजा पुनः फेरि औपचारिक कार्यक्रम पश्चात पनि लिन सक्नुहुन्छ। त्यसकारण गर्दाखेरि खाजालाई एकछिन पनि 2 मिनेट ब्रेक गरेर अगाडि आइ बसिनु हुन अनुरोध गर्न चाहन्छु। Ready, 1, go! Saya
धन्यवाद। टाइम सुरु Abang tak boleh balik rumah. हाम्रो नजिकै यही भरतपुर
11 नम्बर मालपो चौक नजिकै बसेर पनि फेरि पनि साप हामीसँग आबद्ध हुनुभएको छैन। तर पनि फेरि पनि हामीले सापलाई उता खोजी तलासी गरेर पनि लिएर आएको छ। सायद साप हामीसँग अब नजिक आबद्ध हुन चाहनुहुन्छ होला। र दीप प्रदानको पश्चात अब स्वागत मन्तव्य बताइदिनको लागि यसै सभाका उपसभापति श्री सुबेदार विश्वबहादुर गुरुङ साहबज्यूलाई स्वागत मन्तव्य र बताइने इतिहास संक्षिप्त रूपमा बताइदिनु हुनको लागि म मञ्चमा आमन्त्रित गर्न चाहन्छु। सुबेदार श्री विश्वबहादुर गुरुङ साहबज्यू। आज मेट्रोपोलिटन पुलिस ज्ञान स्तरण दिवस पूर्व अवसरमा उप सैनिक विद्वान नवलले आयोजन गरेको छुट्टी भोज कार्यक्रम उपस्थित हुनुभएका यस संस्थाका अध्यक्ष सुल्तान श्री मेघबहादुर गुरुङज्यू र साथै प्रमुख अतिथि अवतार चिनबहादुर गुरुङज्यू र शासक पनि बहुत निमन्त्रणलाई स्वागत वर्मा गएर 17 दिनको हिस्सा पनि 26 फेब्रुअरीदेखि 23 मार्च 19 गएकोमा सेकेन्ड 5 इयरसँग डिडी प्लसमा 5 ब्रिटिस अफिसर 4 वर्मा अफिसर र 212 मिलेर लडाइँ बर्मामा लडाइँ गरेको थियो। जसमा हामीले सफलता हासिल गर्यौँ। स्वतन्त्रवाद 19 नोभेम्बर 1947 मा पहिलो भारतीय सिओ जेपीले गर्दा त्यो हुनुहुन्थ्यो। बादमा प्रेसिडेन्ट पद्मभूषणका विदेशले सम्मानित भयो। 12 अक्टोबर 1978 मा बन्दाइन अल्मोडाबाट अन्दाज आफ्नो कामको लागि प्रदान भयो। त्यस समय ब्रिटेनको सिओ लेफ्टेनेन्ट जनरल एचएस विस्टर भिसी हुनुहुन्थ्यो। पनि अमर खेल ठाउँमा आफ्नो हवेली इन्टरनेटमाथि आक्रमण गरी 19 अप्रिल 1880 मा विजय हासिल गर्यो। 10 अप्रिल 2017 लगभग आम 8 बजेतिर स्नोपिकको जारी कमिटी सन्थ्यो। यसमा 4 जना अफगानिस आतङ्कवादी मुसलमानलाई भाग ल्याएका थिए। जसमा कम अन्वेषण गर्दा गए जस्तै 30 काम गर्दा गरेर तिनीहरूको जति हामीले 4वटा मृत्युबाट हामीले तय गर्थ्यौँ। त्यसको लागि 15 कोटले राम्रो काम गरेको केस बढ्दाको लागि हामीलाई साथै हाम्रो पूर्वज साथहरू ग्यारेजबाट पनि शुभकामना मन्तव्य पनि सुनाइदिनु भयो। साथलाई धेरै धन्यवाद। र अब फेरि शुभकामना मन्तव्यको लागि यसै संस्थाका सदस्य श्री सीता थापा मगरज्यूलाई शुभकामना मन्तव्य बताइदिनु हुनको लागि मञ्चमा आमन्त्रित गर्न चाहन्छु। श्री सीता थापा मगरज्यू।
महालवाला किसान तथा नौपुर सचिव सुधार ती बहादुर सर्वप्रथम यहाँलाई सबैलाई नमस्कार, राम राम, जय गुरु, थोरले काशी विजय सेवाहरू जो आज मिति 2083 साल वैशाख 11 गते 24 अप्रेल 2026 फर्स्ट गोर्खा राइफल्स पूर्व सैनिक बहालवाला किसान तथा नवलपुर को 211 स्थापना दिवस इस कार्यक्रम का सभाध्यक्ष श्री लेख बहादुर गुरु साहब, राज्य का प्रमुख अतिथि श्रद्धेय सिंह बहादुर गुरु साहब, इसे गरी यस संस्था का संस्थापक अध्यक्ष एवं पूर्वाध्यक्ष मेरो नम्बरी नारायण गुरु साहब र अग्रसर हुनुपर्छ। यो संस्था तपाईँ हामीले नै एकजुट भएर नै अगाडि बढ्ने हो। जसरी साहबले अहिले उदाहरणहरू प्रस्तुत गरिदिनु भयो, त्यस कारणले गर्दाखेरि कुनै संस्थामा हामी संलग्न भएर यो संस्था मैले नै के काम गर्नुपर्छ भनेर हामी भनेर अगाडि बढ्यो भने यो संस्था अब नै उच्च हुनेछ भन्दै साहबलाई भिडियो शुभकामनाको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र अब फेरि एउटा नृत्य कार्यक्रम प्रस्तुत हुनेछ। श्रीमती सीता थापाज्यूको छोरी नानी श्रीमती थापाज्यूलाई धेरै धेरै हार्दिक बधाई। धन्यवाद प्रमुख अतिथिज्यू।
नेत्रबहादुर श्रेष्ठ साहब र उहाँको मेन सर क्याप्टेन नेत्रबहादुर श्रेष्ठ साहब, अनरी नाइसुदर रसबहादुर गुरुङ साहब र उहाँको मेन सर, अनरी नाइसुदर रसबहादुर गुरुङ साहब र उहाँको मेन सर। अनरी नाइसुदर रसबहादुर गुरुङ साहब र उहाँको मेन सर। धन्यवाद। सुन्दर कोषबहादुर थापा साहब र उहाँको मेन सर, सुबेदार कोषबहादुर थापा साहब र उहाँको मेन सर, सुबेदार नारायण बहादुर थापा साहबको मेन सर, धन्यवाद।
गम्भीर हुनको लागि आमन्त्रित गर्न चाहन्छु। प्रमुख अतिथि हवलदार श्री सिंहबहादुर साहबज्यू, दिनको लागि लाइनमा बसिनु हुनको लागि अनुरोध गर्छु। नानी सोनु राणा मगर, नानी मेलुका गुरुङ, नानी इच्छुका गुरुङ, निबु थापा मगर, सिमरन थापा मगर, निष्ठा थापा मगर, बहिनी पुष्पा गुरुङ, बहिनी शान्ति गुरुङ, बहिनी यशोदा लामिछाने र बहिनी फणीचरण थापा र नानी स्वस्तिका खत्री साथै नानी कृष्णा खड्काज्यूलाई लाइनमा बसी हाम्रो फर्स्ट इयर पूर्व तथा बहादुर सैनिक परिवारबाट एउटा नृत्य कार्यक्रमको लागि सानो मायाको चिनो साथै पुरस्कृत गर्ने परिचालन भएको कारणले गर्दाखेरि नानीहरूलाई मञ्चमा आउनको लागि म निमन्त्रण गर्दछु। नानी सोनु मगर, सोनु राणा मगर, मेनुका गुरुङ, इच्छुका गुरुङ, हाम्रो मायाको चिनो प्रस्तुत गर्ने मायाको चिनो दिनुभयो प्रमुख अतिथिज्यूलाई, हाम्रो यसै संस्थाका सभापति नानी मेनुका गुरुङ, इच्छुका गुरुङ, नितु थापा मगर, सिमरन थापा मगर, निष्ठा थापा मगर, हस् त धन्यवाद। After serving in American Lieutenant SM Sultan Samaru, Hazar Samaru, Nice Hazar Samaru, Ayaru, र उहाँको मेल साथले पनि हाम्रो कोषलाई आज 211औं स्थापना दिवसको अवसरमा 8,500 रुपियाँ पुरस्कृत गरी हाम्रो कोषलाई अझ मजबुत गर्नु भएको छ। सुविधार कोष मजबुत थाहा छ अनि उहाँको मेलको लागि धेरै धेरै तालीद्वारा स्वागत गर्न चाहन्छु। गरेर गएको तर साथहरूले फेरि हाम्रो यस संस्थालाई अझ मजबुत बनाइदिनु हुनको कारणले गर्दाखेरि म आउन बाध्यता भए। यसमा फेरि पनि हजुरहरूलाई म माफी माग्न चाहन्छु। र अब हाम्रो एउटा ग्रुपिङ डान्सको साथसाथमा हाम्रो पछाडि खानाको लागि पनि व्यवस्था भइसकेको छ र ग्रुपिङ डान्समा नाच्नको लागि सम्पूर्ण साथ बेन्चहरूलाई यस मञ्चमा आमन्त्रित गर्न चाहन्छु। सिङ्गल प्रस्तुति नृत्य त्यसपछि सामूहिक गाना र सामूहिक नृत्य गरिन्छ। त अहिले मैले हाम्रो शान्ति बहिनीलाई मञ्चमा आई सिङ्गल नृत्य देखाइदिनुको लागि मञ्चमा आमन्त्रित गर्न चाहन्छु। हाम्रो बहिनी शान्ति